तिमीहरुका बुढाबुढीले अति गरिसके। अब तिमीहरुका बुढाबुढी यो घरमा बस्न पाउने छैनौ। किन बुतालेको भए यसरी नगर न। के भयो म? फुरुक्क यो घर छोडेर जाने तिमीहरुका बुढाबुढी। हामीले के गर्छौं भन त? के चाहिँ गरेको छैन भन न तिमीहरुको बुढाबुढीले। दसैँ पनि सकिसक्यो। न त एक छाक मिठो खान पाइयो न त माइती जान पायो। अझ के चाहिँ गरेको छ भन्छौ? तिमीहरुकै कारणले यत्रो मानचाड दसैँमा म माइत जान पाइन। अझ उनीहरुको सियार सुसार गरेर बस्नु पर्ने रे। अनि मेरो खुसी चाहिँ कसले हेर्छ? अरे बुहारी के गरेकी थियो बुढी आमालाई? होला तिमीलाई हाम्रो माया त लाग्दैन होला। यति साह्रो पनि के गरेकी थियो? तिमीले जे खायो हामीले पनि त्यही खाएको त हो नि। हामीले मिठो मसिनो खाएर तिमीले चाहिँ नमिठो दिएको हो बुहारी। तिमीलाई हामीले नमिठो दिएको भए पो तिमीले हामीलाई भन्नु। तिमी पनि चुप लाग। यो घरमा खुसी नआउनुको कारण तिमी नै हौ। घरको मुली भएर घर सम्हालेर राख्नु त कता कता अझ बिरामी भएको नाटक गरेर कुनामा पर्छ। लाज पनि नभएको। बुहारी के भन्दैछौ तिमी? बिरामी भएको नाटक गरेको रे। सत्य र झुटो त सबै भगवानलाई थाहा छ। होला होला तिमीहरुकै मात्र रहेछन् भगवान। आजसम्म भगवानले ल्याएर लाउन खान दिएका छन्। त्यस्तो भगवान प्यारो लाग्ने भए त भगवानसँगै गएर बसे भइगयो नि। हाम्रो बुढाबुढीलाई किन दुःख दिएर बसेका छौ? बुहारी हामीले कति नै खान्छौँ र? सकेको काम त हामीले पनि गरिरहेछौँ। तिमीलाई त्यति बिना काम लगाएको जस्तो पनि त लाग्दैन। अनि त्यति चर्को स्वर गरेर किन खाउला जस्तै गरेर कराउँछौ? हामीले माइत जान दिएनौँ रे। छोराले के भन्यो हामीलाई के थाहा? छोरालाई बुहारीलाई माइत नपठा भन्ने तिमी नै औली होइन? अहिले चाहिँ नाटक गर्छौ। तिमीहरुको बुढाबुढीको कारणले गर्दा म माइत जान पाइन। किन आमासित छर्को स्वरले कुरा गर्छौ बुहारी? अब तिमी हामीलाई हाम्रै घरमा बास दिन चाहन्नौ? सके जति गरेकै हो। अब बुढाबुढी भयो, बिरामी भयो, यसमा हाम्रो के दोष बुहारी? भन बुहारी, अब तिमी हामीबाट के चाहन्छौ? हो तिमीहरु दुईटै बुढाबुढी यो घरको बोझ हो। नाटक हुरुक्क दुवैजना यो घरबाट निस्केर जाने अनि हामीलाई खुसी भएर बाँच्न दिने। ल बुहारी के गरेको ससुरालाई? छोडिदेऊ, बिरामी हुनुहुन्छ। अब हामी यो घरमा बस्दैन, छोडिदेऊ, जान्छौँ बरु कतै भित्र आश्रममा गएर बस्छौँ। बिन्ती छ बुहारी, छोडिदेऊ, भालै सर्देऊ। होइन एका बिहान यो घरमा किन रडाको बच्दैछ? के भयो बा? के भयो आमा? होइन किन केही नभने? आमा बा के भयो भन्नु न? बाबु हामी यो घरको बोझ भयौँ रे। हामीलाई नराम्रो व्यवहार गरेर बुहारीले घरबाट निकाल्दैछ। ए यता बस्नु बा, यहाँ बस्नु।
के रे बाआमा बोझ हुनु पर्यो तँलाई तैँले गर्न खोजे कि यो घर तेरो बाआमा हो कि तेरो कि बाआमाको हो के गर्नुभएको के मैले के गरेको छु र तैँले बाआमालाई के गरेको केही गरी छैन बाआमालाई घरबाट किन निकाल्न खोज्या तपाईँ पनि मलाई नराम्रो नगर्नु है व्रत नगर बाआमाले के गरेको थियो र अन्त बाआमालाई घरबाट निकाल्न खोज्या आइया नि हेर यो घर तेरो होइन बाआमाको घर हो तँ किन व्रत पर्ने हुन्छस् हो तपाईँले मलाई मात्र हो नराम्रो भन्ने तपाईँको बाआमा हेर्दा हेर्दै मेरो खुसीको केही मतलब छैन तपाईँलाई के रे हेर तेरो ज्यादती धेरै भयो हामी कस्तो अवस्थामा छौँ त्यो बुझ तेरो मात्रै खुसी बुझेर हुन्छ तँलाई त्यति नै गाह्रो भएको भए तँ घरबाट निक्लेर हिँडिहाल मेरो बाआमा हुन् अलिकति शरम लाग्दैन तँलाई बाआमा तेरो ससुरा सासू हुन् यो कुरा चाहिँ विचार गर्न यति पनि विचार गर्न आउँछ तँलाई जहिले रनाको मचाएको छ काम छैन बा तपाईँ चाहिँ के हुनुभएको के बिरामी हुनुहुन्छ त्यही माथि यति जहिरीले भन्दैमा लुरुक्क पर्नुपर्छ निक्लिनु मको खोजा छ बा तपाईँ पनि कस्तो खालको मान्छे के एक थप गालामा हान्नु पर्दैन थियो के हार खानुभयो तपाईँले पनि के गर्नु छोरा फेरि आमालाई नै नराम्रोसित पिटी सुन्न नसक्ने वचनलाई त्यही देखेर त्यही सुनेर हामी त घरै छोडेर जान लागेको हो छोरा साह्रै नराम्रो गरेर वचनलाई हातपात गरी त्यही भएर हामी विद्रोह आश्रम जान लाग्यो आमा यस्तो कुरा के गर्नुभएको तपाईँले तपाईँहरू विधवा आश्रम जाने कुरा गर्नुहुन्छ तपाईँहरूले यस्तो कहिले पनि कुरा गरे होइन जहाँ जानुपर्छ त्यही आइमा जान्छे तपाईँहरू कहीँ पनि जाने होइन त्यसलाई म के गर्छु मलाई मात्रै थाहा छ भाइ तिहार पनि आउनु लाग्यो अब त मलाई तिहारमा स्कुटर किन्नु ल एउटा हो त यति सानो मान्छेले स्कुटर चलाउँछ नि हो तपाईँले पहिला नि त्यही भन्नुभयो हेर बहिनी त ब्याचलर सक्का त्यसपछि म तँलाई स्कुटर होइन कारै किन्ने होला राम्रोसित पढ्नुपर्छ त्यस्तो हुँदैन काम खेल तिहारमा त जसरी पनि चाहिन्छ हेर बहिनी तिहारमा त दिदी बहिनीले दाजुभाइलाई दिने हो के सक्छ कति राम्रो फुल रहेछ हेर्नु न मेरो एउटा फोटो खिचिदिनु न ए होस् के छोडिदिनु एउटा खिचिदिनु न तिहार आइज कस्तो राम्रो देखिन्छ ऊ यहाँ हिँड्न त यहाँले राम्रो छ राम्रै खिचिदिनु ऊ यसमा बस्नु राम्रै खिचिदिनु है त्यो राम्रो छ फुल खोइ अलि हाँस्न खै अलि हाँस्न तेरो त्यो थोते दाँत देखियो क्या ले ल कतिवटा खिच्ने हो र यत्रो भइसक्यो त कति राम्रो तपाईँको मेरो नि खिच्ने तिहारमा यही हाल्नुपर्छ के गर्नु म हाँस्नु कुरा त्यही हो भाइ तिहारमा त मलाई जसरी नि स्कुटर नै स्कुटर त म किन्दिनँ यसपालि अलिक खर्च सर्च कम छ हेर त मलाई धेरै ल्याङ नगर है बहिनी यस्तै ल्याङ गरिस् भने म तेरो यसैपालि बिहे गरेर पठाइदिन्छु नि फेरि बिहे गर्ने रे हुँदैन बेसे यत्रो सानो छु म कस्तो बिहे गर्ने कुरा गर्नु भएको तिहार जाब एउटा स्कुटरमा आएको बिहे गरिदिन्छु रे कस्तो सानो कुरा गरेको तेरो उमेरमा मैले बिहे गरेर के गरिसकेँ तपाईँ त मान्छे नराम्रो के हे तेरो यता मेरो कुरा त सुन ले 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 के गरी हिँड्छ के भयो खोइ मड्के क्या अब म हेर्नै जान सक्दिनँ तँलाई त्यही भएर किचकिच नगर भनेको बच्चा जस्तो गर्छ ठुलो भइसक्यो उठ बोकेर लानु जान्न म बोक्नुपर्छ र उठ ल बोक्नुपर्छ बोक्नु सक्दिनँ म त हिँड्नु तपाईँले गरेर त हो नि मलाई ए त्यो ल आइज
भ्याउँदै जत्रो छ मान्छे आउँदै किचिक नगरे निकै निराश छ के भयो त अहिले आँखाभरि आँसु पारेको छ के भयो तँलाई के भएको छ मलाई के भयो तिहार आउनु अब केही दिन मात्र बाँकी छ पहिला पहिला बहिनी हुँदा कस्तो रमाइलो हुन्थ्यो हेर्न भाइ हेर्दा हेर्दै निधार खाली भएको पनि 5 वर्ष भइसकेछ हो नि दाइ हामीसँग यत्रो घर छ टन्न धन सम्पत्ति पैसा छ हामीसँग नभएको के छ र दाइ तर पनि चाडपर्व आउँदा बा आमा बहिनीको साह्रै याद आउँदो रहेछ दाइ त्यही त अब यो पैसाले न बा आमा नै किन्न सकिने न खुसी नै हुन सकिने यो पैसा भन्ने चिज यस्तो रहेछ कि नहुनेलाई आवश्यक हुनेलाई त विषय रहेछ नि तर आज बहिनी हाम्रो साथमा भइदिएको भए सँगै बसेर टिका लाउँदा कति रमाइलो हुन्थ्यो दाइ अब कहिले आउने होला त्यो खुसी भएको एउटा बहिनी पनि हामीबाट निकै टाढा भयो हेर्न हामीसँग भएकी त्यही एउटी बहिनी पनि आज कति टाढा भयो हो नि भाइ मलाई त सम्झौता भने आँखाबाट चरेर आँसु आउँछ भाइ बहिनीसँग बिताएका ती रमाइला पलहरू अनि बहिनीसँग खुसीसँग मनाएका ती तिहारका टिका लगाएको हाम्रो यादहरू अझै पनि ताजै छ सम्झिँदै एकचोटि त्यस दिनहरू होइन कति बेर लाग्यो यिनीहरूले यो साइड जान लागिसक्यो ढिला भइसक्यो कति बेरको आलमाल गरे बहिनी दाइ मिलाउनु पर्यो तर्ती गर्नु पर्यो भने जस्तो छ त कता जानु बित्या छ र चाडपर्वमा यसो गाउँतिर रमाइलो गर्न जानु पर्यो भने अब भित्रै लगाऊँ भने त हो नि तँलाई बाहिर लाउनु पर्छ फोटो आउनु पर्यो नि त अलि राम्रो फोटो राम्रो आउँदैन भने चाहिँ त हावाले निमाइहाल्छ ल ल ल यो बत्ती पनि निम्ला जस्तो छ के गर्ने भएन भने कतिचोटि भयो कति बित्या हो यसो गाउँतिर रमाइलो गर्नुपर्छ कस्तो रहर हुन्छ तिहारको बेला बहिनी के गर्छेस् एउटा बहिनी छ दाजुभाइ कति झगडा गर्नुभयो होला बिस्तारै गरिराख्नु भएको छ त अनि अब अहिले नि हतार गरेर हुन्छ त मैले यस्तो राम्रो बनाइदिन्छु कि ल गफ नगर न छिटो गयो क्या मलाई चाहिँ कति बित्या फोटो खिच्दा चाहिँ राम्रो आउने गरी ल अलि माथि माथि लगा न एकै ठाउँमा खाँद दियो यसलाई जस्तो पत्तुर लाइस भने त म दक्षिणै दिन्न तँलाई दाइ साँच्चीकै नराम्रो पारी कि क्या हो लादी जस्तो त त्यस्तै लगाइदिए बहिनी अलिक राम्रोसित लगाइदिनु है टिका चाहिँ फोटो राम्रो आउँदैन फेरि जस्तो जानेको छु धेरै लगाइदिनु हो दाइहरूलाई जति राम्रो गऱ्यो नि चित्त बुझ्दैन फेरि मेरो बिगारे पनि दाइको चाहिँ राम्रो पारोस् नि फेरि म जम्मैको राम्रो पारिहाल्छु नि ल त्यसै मिस्या बनाइदिन्छु मैले त्यो नगर्नु न दक्षिणा कति दिने सोच्नु क्या
त्यो राम्रो त म राम्रो गरिहाल्छु नि। त आफ्नै बहिनी हो यस्तोमा दक्षिणा दिए पनि नदिए पनि माया दिए पुगेन। त सोधिदिएको हो नि त, तिहार भने तिहार हो नि त दाइ। है दाइ, बहिनीलाई दक्षिणा चाहिँ डरै चाहिएछ। हावा पनि कति लागेको हो, दिएको नि टाँसिँदैन क्या हो। यसपालि यस्तै भइहाल्यो। अर्को वर्ष चाहिँ एकदम रमाइलो गरी मनाउनु पर्छ। आजले हतार छ क्या। तपाईँलाई त्यो तास खेल्न जानलाई हतार भएको होला। ल अब त झिल्के देखि मेरो दाइ पनि। कुरो चाहिँ गर्छ गर्नु परेन त दाइ। मलाई कस्तो देखियो त? राम्रो छ राम्रो छ। ल हाम्रो दाइलाई पनि कस्तो स्वागत छ। ए ल ल भाग्यमानी भइस्। ल अब अरू खानेकुरा चाहिँ भित्रै छ, के गर्ने लिएर आउँ कि? लिएर आउनु झन् हतार भाडालाई पनि यही राख। तपाईँहरूलाई तास खेल्दै बित्यो होला। अब त मेरो पालो क्या अरे, मलाई लगाइदिनु। ल लगाइदियो भाइ, तैँले पहिला लगाइदियो। सन्ताले नै लगाइदियो हो क्या अरे। ल अर्को टिका चाहिँ दाइ लगाइदियो है बहिनीलाई। मिलाएर लगाइदिनु ल। सबै लगाइदिनु कि एउटा मात्रै लगाइदियो? एउटा मात्रै लगाइदिनु, धेरै राम्रो देख्दैन। हो न त सबै लगाएको चाहिँ राम्रो देख्थिस्। ल ल चट्ट परिहाल्यो अब त। अलिकति यो पनि हाल्यो ल। ल ल बस अब यसलाई दक्षिणा दिनुपर्ने होला। दक्षिणा हेरौँ न कति दिँदा रहेछन्। मेरो पर्स नै तै राख ल। त्यस्तो हुँदैन है, त्यो अहिले पछि माग्नलाई त्यो पाइँदै पाइँदैन। होइन कति छ यसो मिलाएर दियो नि त बहिनीलाई। खै अब भाग यति नै हो। यहाँ अब 20,000 जति छ। यो सबै तँलाई नै भयो ल। 20 छ नि त्यहाँ। आज त खुट्टा जोग्ने हो खुट्टाले तेरिका खोइ भाग्यमानी हो। छिट्टै छिट्टै अब मलाई फुपू बनाउनु। त्यही त हुन त हो। ल ल ल अहिले त दिए, अब कान्छो दाइले के गर्छ नि हेरौँ न। के भयो पैसा नै के हो? छैन पैसा तसँग? ए त्यस्तो भएर त हुँदैन, आज त तिहारको दिन भयो। के साँच्चै पैसा छैन? मसित अलिक थोरै मात्रै छ कि। दिए नि जति दिने आफ्नो बहिनी हो कि रिसाउनु। भने ल है। हो ल दाइ पो कमाउँछ नि त, तपाईँ अलिक कमाउनु हुन्न नि त। ल रोक्नु बुझ्छे कुरा। तपाईँले अर्को वर्ष छिट्टै फुपू बनाउनु ल। सबैजना अब फोटो खिच अनि यसो गाउँतिर जाऊँ न। आउनु भाउजू आउनु आउनु न आउनु। बस न यहाँ पछाडि यहाँ साइडमा बसेर आऊ। आउनु भाउजू। मोबाइल दिनु न त, तपाईँको मोबाइलले खिच्ने आज त। ल ल ल ल म त बिचमा बस्छु भयो। बिचमा बस्छु क्या म। ल अनि खिच्ने चाहिँ कसले त अनि? सेल्फी हान्ने हो। राम्रो आउने गरी खिच है। राम्रो आउने गरी खिच्ने। लाउनु त खिचिदिनु त। पछाडि आउनु हुँदैन? अल पछाडि हुँदैन भएको। दाइलाई पनि देखिने गरी खिच। पछाडि आयो त हुन्थ्यो पछाडि। कति राम्रो परिवार देख्यो है हाम्रो त। जम्के भयो टिकटक बनाउनुपर्छ त। ल बहिनी 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 के भयो तँलाई? के भयो? बहिनी आँखा खोल न। आँखा खोल्न बहिनी। बहिनी ल पानी पनि छैन दाइ, के गर्ने होला? तँ तनाव भयो बहिनी। बहिनी आँखा खोल्न बहिनी। आँखा खोल न बहिनी। होइन डुब्बैजना दाजुभाइ निराशमा देख्नुहुन्छ त के भयो? हो त नि, कहिले निराश नहुने मान्छे आज के भयो तपाईँहरूलाई? के हुनु नि, हामी चेलीबेटी नभएको अभागी दाजुभाइहरूलाई। तिहार घर आँगनमै आइसक्यो। बहिनीको साह्रै याद आछ। ए कुरा यस्तो पो, पैसाको लोभले उपचार गर्नको लागि हात कमाउनु भयो?
उपचार गरिदिएको भए नानी अहिले हामीसँगै हुनुहुन्थ्यो। होइन भाउजू, के कुरा गर्नुभएको तपाईँले? हामीले बहिनीलाई निकै माया गर्थ्यौँ, फेरि यो पैसाको कुरो कहाँबाट आयो? पैसाको लोभ नगरी बहिनीको उपचार गरेको भए अहिले तपाईँहरूको निधार खाली हुन्थ्यो त? हाम्रो बहिनीलाई अति नै माया गर्छौँ, तिमीहरूले कुरा बनाइराख्नु पर्दैन। ल ल, तपाईँहरूलाई नै थाहा होला कति माया गर्नुहुन्छ भनेर। अनि हामीलाई तपाईँहरूसँग एउटा सल्लाह गर्नु थियो। के सल्लाह हो? के कुरा हो भन न। हामी त यसपालि जसरी पनि माइत जाने हो, पोहोर पनि जान पाएको छैन। हो नि दाईले पनि फोन गरे हुनुहुन्थ्यो कहिले आउने भनेर। के रे माइत जाने रे? अनि हामी दाजुभाइलाई भात पकाएर चाहिँ कसले खुवाउँछ? के तिहारमा हामी दाजुभाइ भोकै बस्नु? हो नि, तिमीहरू दुईजना माइती गएपछि त यो चाडपर्वमा हामी दाजुभाइ भोकै परिएन? पर्दैन कतै पनि जान, चुपचाप लागेर यहीँ बस्ने हो। के कुरा गर्नुभएको दाई? यसपालि त हामी जसरी पनि माइती जाने हो। तपाईँहरूको पो दिदीबहिनी छैन त? हाम्रो त दाजुभाइ छ, टिका लाउन जसरी पनि जाने हो। चेलीबेटी कोही नभए पनि बुढीका भाउजू त हुन्छ नि मठाने थियो दाइ। यसपालि पनि यो तिहारमा एक्लै हुने भाइ कस्तो अगाडि पर्न रहेछ हाम्रो। होइन केटा, त कहाँ जानलाई चाहिँ अहिले? यसो गाउँतिर जाउँ भनेर बा, घर बस्दा बस्दा दिक्क लाग्यो गाउँतिर डुलौँ भनेर। ल अनि बिहान भयो डुलेकै छ, दिउँसो भयो डुलेकै छ, रात दिन डुलेरै अब खाना कति पुग्ने हो? अनि यस्तै गरेर हिँडेको भरले गुजारा त चल्दैन होला। अब भोलि फेरि बिहा गरेर सन्तान पनि चाहिएला, अनि त बिहा चाहिँ गर्दैनस्? के कुरा गरेको बुवा, बिहाको लागि मैले केही सोचेकै छैन, अनि अहिले केही हतार भएको पनि छैन। हुन त तँलाई के हुन्थ्यो र? बिहा नगरी यस्तै लफुङ्गो भएर हिँड्न पाएकै छस्। अब बिहाको बारेमा त तैँले आफ्नो बारेमा सोचेकै छैनस् त। बिहाको त मतलबै भएन नि, हिँड्यो डुल्यो खायो, जिन्दगी यसरी त चल्दैन होला नि त। अब बिहा गरिस् भने अलि सुध्रिन्छ सी भन्ठानेको, असल केटी पऱ्यो भने घर स्वर्ग बन्छ भन्छन्। अनि हाम्रो घर पनि स्वर्गै बनाइदिन्छ कि बुहारी आएर भन्ठानेको, तैँ बिहानै डुल्यो बेलुकै डुल्यो, यसैको घरले हिँड्ने भयो भनेपछि त सुध्रेला जस्तो छैन। बुवा छोडिदिनुहोस् अहिले बिहाको कुरा, चाडपर्व पनि नजिकै आइसकेको छ। अहिले त बुवा तिहारको विषयमा कुरा गर्ने हो नि। म गर्छु आग्राको कुरो, ऊ गर्छ गाग्राको कुरो। म भने बुहारी भित्र्याउने कुरो गर्छु, ऊ भने तिहारको कुरो गरेर बस्छ। बुवा अहिले मेरो मोज मस्ती गर्ने उमेर हो क्या, बिहे गरेर हतकडी लाउन नखोज्नु न। तिहार आउन लागिसक्यो, बरु यसो गाउँमा एउटा दिदीबहिनी पो खोज्नुपर्छ क्या हो बुवा। होइन है छोरा, तँलाई अब किन दिदीबहिनी चाहियो? फेरि आमा भयो कि भए एउटा छोरी पाइदिएन त भन्नुहुन्थ्यो, आमा पनि छैन। म यस्तो सिरियस कुरा गर्दैछु, तपाईँ मजाक गर्नुहुन्छ क्या। यो वर्ष त म तिहारमा जसरी पनि टिका लगाउने नै हो। जन्मेदेखि अहिलेसम्म तिहारको टिका लाउनै पाएको छैन। लाइस ठिक हो, आजको भोलि नै फुत त दिदीबहिनी जन्मिने हो र? हेर्नु बुवा, म त दिदीबहिनी जसरी पनि खोज्ने हो। यो वर्ष त मैले टिका लगाउन पाउनै पर्छ। म चाहिँ यत्रो महान तिहारमा कसरी दुखी भएर बस्नु निधार खाली राखेर। हेर छोरा, अन्जान मान्छेको यत्तिकै विश्वास गरेर हुँदैन, आफ्नो भने आफ्नै हुन्छ। हेर छोरा, हाम्रो भाग्यमा तिहारको टिका लेखेकै छैन भने बल गरेर कहाँ पाइन्छ र? त्यसैले हेर छोरा, सोच विचार गर, मैले सम्झाइराख्नु पर्दैन, त सानो पनि छैनस्। ल बुवा, यसपालि तिहारमा चाहिँ जसरी पनि टिका लगाउनुपर्छ, गाउँतिरमा चाहिँ दिदीबहिनी खोज्न हिँडेँ। अरे भगवान्, जति भने पनि कुरा बुझ्दैन यसले। बुझाउनु खोज्यो बुझ्दैन। मेरो दिदीबहिनी खोज्छु भनेर गाउँतिर गएको छ, नराम्रो घटना घटाउने पो हो कि? मेरो उरन ठुला छ, कुरा पनि बुझ्दैन। फेरि मलाई यो मान्छे चाहिँ शङ्का लागिरहेको छ, यो कता यो आयो यो महिना लागेपछि त झन् नराम्रो गतिविधि जस्तो मलाई अलिअलि सङ्केत मिलिरहेको छ। के हो होइन, आमाले त बुहारी खोइ भन्दाखेरि गाउँतिर गइछे भन्थे त, अनि यहाँ आएर बसेको त के भयो तिमीलाई? तिमी त मसँग नबोल, जाऊ। होइन, त अझ पनि मसँग रिसाइराखेछस् कि के हो? खासमा तँलाई भएको चाहिँ छ के? त्यो चाहिँ भनिहाल त। के हुनु नि, तिहार आउन लागिसक्यो, न घरमा खाना लाउन राम्रो छ, न आफ्नो दाजुभाइ छ।
किन पिर मान्छेस् दाजुभाइ छैन भनेर? म छैन, बुढा भएपछि तँलाई अरू के चाहियो? बुढा छैन भनेको हो र? बुढा भएर हुन्छ तिहारमा? म त यसपालि एउटा भाइ खोजेर जसरी नि तिहार मनाउने हो। के रे भाइ बनाउँछु रे? होइन तेरो दिमाग खुस्क्यो कि के हो? कसैलाई पनि भाइ बनाउन पर्दैन। हेर अहिलेको जमानामा कसैलाई पनि विश्वास गर्न सकिँदैन। आफ्नाको त विश्वास हुँदैन, अरूको के विश्वास हुन्छ फेरि? तिमीलाई के थाहा छ, तिहार भनेको दाजुभाइ र दिदीबहिनी बिचको माया हो। सानैदेखि तिहारमा टिका लगाउने सपना देख्थे। अब आफ्नो दाजुभाइ छैनन् भनेर र आफ्नो संस्कारै बिर्स्यौँ त? होइन, अरूलाई भाइ बनाएको के अर्थ? यो सब नाटक हो, बुझिस्? हेर गाउँले पनि हाँस्छन्, हामी यो गाउँमा मान सम्मान सहित बसेका छौँ। तँलाई त्यो कुरा त थाहै छ त। फेरि अलिकति गाउँले के भन्छन् त्यो चाहिँ सोच्नु पर्दैन? त्यही भएर हेर कसैलाई पनि भाइ बनाउने होइन। रगतको सम्बन्ध मात्र आफ्नो हुँदैन, मनको सम्बन्ध पनि त्यति नै पवित्र हुन्छ। म त तिहार जसरी नै मनाउँछु, दियो बाल्छु, सेलरोटी पकाउँछु, चाहे त्यो मैले रगतको नाताको होस् या बनाएको नाताको भाइ होस्। हेर त जहिले पनि आफ्नो मनको जिद्दी गर्छिस्, यस्तो कहिले पनि नगर। मलाई त तँ देखेर एकदमै डर लागिसक्यो। अब भाइ बनाउँछु भन्छ यार, अलिकति पनि तँलाई लाज हुँदैन? गाउँले देख्यो भने के भन्लान्? भोलि समाजको पनि डर मान्न पर्यो। यो कुरा विचार गर त। संस्कार मनबाट हुन्छ, अरूको कुरा सुनेर होइन। यसपालि त म तिहार जसरी नै मनाउँछु भाइ खोजेर। आफ्नो संस्कार त जोगाउनु पर्यो नि। हेर यो संस्कार संस्कृति भनेको कुरो हामीले जगाउन त गर्नुपर्छ, तर तैँले कति वर्ष भयो टिका नलाएको? मैले पनि लागेको छैन त। यतिका वर्ष नलाउँदा चाहिँ केही पनि नहुने, अनि यो वर्ष लाउँदा चाहिँ के हुन्छ? त्यही भएर हेर मैले भनेको मान, कसैलाई पनि भाइ बनाउने होइन, दाइ बनाउने होइन नि, मैले भनेको छु। म त जसरी नै बनाउने हो। होइन कस्तो खालके आइमाइरा चाहिँ यो? मैले भनिसकेँ त, कुनै पनि मान्छेलाई दाजु बनाएर यो घरमा टिका लाउने होइन। मलाई त्यस्तो गरेको मन पर्दैन। अहिलेको जमानामा कसैको पनि विश्वास हुँदैन क्या। मैले भनेको पनि मान्दिनस् भने तँलाई जे गर्नु मलाई चाहिँ त्यही गर। तर हेर यदि कोही मान्छे यो घरमा आएर टिको लाउन आयो भनेदेखि म जतिको नराम्रो कोही पनि हुँदैन, बुझिस्? मैले भनिदिएको छु। ओहो दिदी, तपाईँ त पल्लो गाउँको विजयको श्रीमती होइन र? हो, म विजयकै श्रीमती हो। अनि बाबु को नि? मैले त चिनिनँ। म पल्लो गाउँको काजीको छोरो, यसो गाउँतिर डुलाउँ कि भनेर निस्केको नि दिदी। ए पल्लो गाउँको साउजीको छोरो पो? अनि के कति कामले बाहिर निस्किनु भएको थियो? के कामले हुनु दिदी, हामीसँग धन सम्पत्ति सबै कुरा छ। बुवाले आजसम्म हाम्रो सबै रहर पुरा गरिदिनु भएको छ। तर तिहारमा दिदी बहिनी नहुँदाखेरि साह्रै खल्लो हुने रहेछ दिदी। तिहार आए झैँ पनि नहुँदो रहेछ, हेर्नु न। हो नि बाबु, तिम्रो र मेरो एउटै कथा रहेछ। तिम्रो दिदी बहिनी रहेनछन्, मेरो पनि दाजुभाइ छैनन्। अहिलेसम्म मैले तिहारमा भाइटिको लगाउनै पाएको छैन। मलाई त भाइ तिहार मनाउने ठुलो रहर छ। ए हो र दिदी, तपाईँको नि दाजुभाइ छैनन्? हो नि भाइ, अब आफ्नो दाजुभाइ नहुँदाखेरि तिहार पनि खल्लो लाग्दो रहेछ। बहिनी एउटी छे, जहिले तिहार आउँदा दिदी बहिनी रोएरै बस्छ। यता सुन्नुहोस्, आज तपाईँको भाइ भइदिएको भए म जस्तै हुन्थ्यो होला। त्यसैले यो तिहारमा मलाई नै भाइ सम्झेर टिका लगाइदिनुहोस्। के कुरा गरेको बाबु? तिमी त अब धनी बाउको छोरो, हामी गरिबको बुहारी, हामी बिच के नाता जोडिएला र? यस्तो भनेर हुँदैन दिदी। सम्बन्ध जोडिसकेपछि को धनी को गरिब केही पनि फरक पर्दैन दिदी। त्यसो भए मैले भने मान्नुहोस्, तपाईँको बहिनीलाई पनि यतै बोलाउनुहोस्, सबैजना सँगै बसेर टिका लाउँला। तिम्रो सोच र कुराले मेरो मन छो। हुन्छ, म यसपालि बहिनीलाई यतै बोलाउँछु। तिमी पनि मेरै घरमा आउनु, अनि यो पालिको तिहारको टिको मेरै घरमा लगाउने। हुन्छ दिदी, म त्यसो भए निकै खुसी छु। आज मेरा आफ्ना दिदी बहिनी नभए पनि तपाईँलाई भेटेपछि मेरो आफ्नै बाआमाले जन्माएको जस्तो लाग्यो। दिदी हेर्नुहोस्, आज म धेरै खुसी छु। अब तिहारको टिकाको पर्खाइमा छु, सँगै बसेर रमाइलो गरेर टिका लाउँला। ल अहिलेलाई म जान्छु। अब घरमा गएर बुढासँग नि सल्लाह गर्नु पर्यो, अनि टिकाको दिन चाहिँ बिहानै आउनु है। हस् हस्।
होइन यो घरका मान्छे कहाँ मरेछन् आज खोट पनि छैन नि त कहाँ गर्छन् आज त्यसलाई मैले भेटौँ न मात्र मैले जाने होइन कोही छैन कि के हो बाबु के भयो तँलाई यता र उता गरिरहेछस् के टेन्सन पर्यो के हुनु नि आमा तपाईँको बुहारीको चर्तीकला हेरेर आएको म अनि के भन्छ यो बाउलाई क्या हो बुहारीलाई त जे पाए त्यही भन्दैछ मैले साँच्ची भनेको हो के आमा मैले मेरै आँखाले अघि नै भर्खर देखेको त्यो पल्लो गाउँको साउदी छैन त्यसको जेठो छोरासँग लपक्क टाँसेर बसेकी थिए त्यो ए छोरा हाँस्ने बोल्ने गरेको होला नि त किन कुरै नबुझिकन रिसाउँछस् मैले त्यसको चर्तीकला सबै कुरा बुझिसकेँ आमा अब म त्यसलाई त्यसै छाड्दिनँ घरमा किन यस्तो व्यवहार गर्दैछ भनेको त त्यसको बाहिर यस्तो रहेछ र पो अनि हामीलाई यस्तो दुःख देखिरहेछ होइन सुन छोरा कहिले देखिस् होला कहिले काहीँ देखेको कुरा पनि गलत हुन सक्छ त्यसैले कुरा नबुझिकन जे पाए त्यही नबोल हिजो तपाईँलाई त्यस्तो गर्ने बुहारीको उल्टै सपोर्ट लिएर बोल्दै हुनुहुन्छ कुरो के हो बुहारीले हामीलाई जति नराम्रो गरे पनि नराम्रो बाटो उनी कहिले पनि हिँड्दैन बाटोमा भेटिनु होला बोलिनु होला त्यति त होला नि हेर्नुहोस् आमा तपाईँले यस्ता कुरा बुझ्नु हुँदैन अनि आमा बा कहाँ जानुभयो तेरा बा त अघि नै गाउँतिर पैसा लिन जान्छु भनेर गएका छन् त धेरै रिसले नमुरमुरी छोरा अहिले बुहारी आएपछि कुरा गर अब उहाँ कतिखेर आइसिने हो आमा अब हामीलाई के थाहा टाँसिएर बसिरहनु भएको थियो आओस् न मात्र त्यसलाई के गर्छु भने यत्रो त त्यो कहाँ गएको रहेछ आओस् न मात्र त्यसलाई आज ढाड नभाँचिकन कहाँ छोड्छु नि त्यसले आज हाम्रो घरको इज्जत मास्ने वाइ कहाँ भित्र जानु आन्टी के गर्नुभएको कस्तो के गरेको भनेको त आज कहाँ गएको थिइस् भन् त कहाँ जानु नि गाउँमा गएर आएको थिएँ अझ ठुलो स्वर गर्छस् होइन यो बुढा बौलायो कि क्या हो के भन्न खोजेको बुझ्ने गरी भन ए अझ म बौलाएको हो 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 म बौलाएको अघि न मैले मेरै आँखाले देखेको त्यो पल्लो गाउँको साउदी छैन त्यसको छोरो जेठो सरसँग टाँसेर बसेको थिइस् त बुढा तिमीले देखेको सही हो तर तिमीले जे सोचिरहेछौ त्यो होइन अझ त जान्दै हुन्छस् मैले मेरै आँखाले देखेको त्यो सरोसँग त टाँसेर बसेको थिइस् बुझिस् हो बुढा मैले भनेकै थिएँ नि हजुरलाई तिहारमा म भाइ खोज्छु भनेर त्यो सरोजको पनि दिदी बहिनी कोही रहेन रहेछ त्यही भएर हामी सल्लाह गर्दै थियौँ ए अब हुँदा हुँदा आफ्नो गल्ती लुकाउनलाई झुट्टो कुरा पनि बोल्दैछस् होइन बुढा म साँचो बोल्दैछु बहिनीलाई नि फोन गरेर बोलाउँछु अनि यसपालिको तिहारको टिको यही घरमा लगाउने हो त्यही भएर म त एकदमै खुसी छु मैले पर्दैन भन्दा भन्दै तैँले टिका लाउने आँट कहिले पनि गर्न सक्दैछ बुझिस् हेर्छु म पनि भोलि टिका कसरी लाउँदै रहेछस् यो आँगनमा दिए दिनु नदिए नदिनु अरू कुरा केही पनि थाहा छैन मलाई म त भोलि यहाँ टिका लगाउने हो म खुसी छु अरू जे सिक्यो मैले यति भन्दा भन्दै पनि भोलि यहाँ टिका लाइयो त्यो मान्छेसँग भन्दा कि राम्रो हुँदैन बहिनीलाई पनि बोलाउने होइन केही गरी यहाँ टिका लगाएको थाहा पाएँ भन्दा कि के हुँदो रहेछ मलाई मात्रै थाहा छ म गाउँतिर गएँ जे सिके होस् तिमीलाई म बोलाउँछु लाउँछु नि कति नै ठुलो कुरा गर्छ हेलो दिदी के आज त साथै फोन गरिस् त के छ त्यस्तो विशेष अनि दिदी के छ तेरो हालखबर नानी सबै ठिक छ अनि तिम्रो के छ सुन न तिमीलाई मैले एउटा खुसीको कुरा भन्नलाई फोन गरेको नि के कुरा हो त्यस्तो खुसीको मलाई त हतार भइसक्यो सुन्नलाई भन्नुस् न दिदी मैले यहाँ गाउँमा एउटा भाइ भेटेको छु के अनि तिमी भोलि बिहानै आऊ अनि तिहारको टिको लगाएर हामीले उसलाई भाइ बनाउने हो के रे दाइ बनाउने रे यो त निकै खुसीको कुरा हो नि त को हो नाम के हो घर कहाँ हो त्यो सबै भन्नुस् न
त अनि किन नाम थर चाहियो? भोलि आऊ अनि भोलि नै चिन्जान गरौली। कस्तो मान्छे हो अनजान व्यक्तिलाई टिका लाउने र दिदी? तिमी ढुक्क हौ, एकदम राम्रो मान्छे हो। भोलि छिटो आऊ अनि सबै कुरा म यहाँ आएपछि भन्छु। हस् दिदी, म भोलि बिहानै आइपुग्छु। तपाईँ यसको पिए गर्नु पर्दैन। ल ल, म पनि भोलिको लागि तयारी गर्नुपर्छ। राख्दिएँ अहिले फोन है। ओहो साउजी नमस्कार। यो साँझको बेलामा बाहिर एक्लै टोलाएर बन्नुभएछ, के भयो? बस बस, एक्लै नबसेर के गर्नु त? को छ नि त मेरो घरमा? होइन दारी, तिमी के कामले आयो मेरो घरमा? केही काम थियो कि? म त तपाईँलाई नै भेट्न आएको थिएँ। एउटा सानो सल्लाह थियो साउजी। हामी जस्ता गरिबहरूले हजुरको ढोका ढकढक्याउने भनेकै केही पैसा चाहिएर त भने साउजी। ए भनेपछि तिमी फेरि पैसा माग्न आयो होइन त? साउजी, दसैँ त जसो तसो टाढियो, अब तिहार पनि आउनै लाग्यो। घरमा 2 पैसा छैन। आफूसित भएको जति पैसा पनि सबै मेरै उपचारमा सकियो। त्यसैले केही पैसा ऋण दिनुहुन्छ कि भनेर आएको साउजी। होइन, म त कुरै बुझ्न सक्दिनँ। म कुबेर हो र गाउँभरिका मान्छेलाई म पैसा बाँड्दै हिँड्नलाई? कहिलेकाहीँ त ठिकै हो के, तर चाडबाडै पछि सधैँभरि पैसा दिनलाई त हामीसित पनि हुनु पर्यो नि। सकेको बेलामा त आफैले कमाइदियो नि। अहिले त आफ्नै शरीरले कामै दिँदैन साउजी। के गर्नु साउजी, यो गरिब हुनु पनि पापै रहेछ। अलिकति मात्र भए पनि दिनु न साउजी। पछि छोराले कमाएपछि म हजुरको तिरिहाल्छु नि। कमाउँछ तिम्रो त्यो छोरो लफुङ्गोले। उसको आफ्नै बस्ने खाने डुङ्गो छैन, अनि त्यसले कमाएर ल्याएर तिर्छ भन्ने त एकादेशको कथा मात्रै हो। मलाई त विश्वास लाग्दैन। होइन साउजी, मेरो छोरो निकै बुझ्ने भएको छ। अब मेरै विश्वास गरेर भए पनि थोरै पैसा दिनुहोस् न। बरु म तपाईँको पैसा छिट्टै तिरिदिउँला। नाइ चाहिँ नभन्नुहोस् न साउजी। ए दारी, तिमी कुरा नै बुझ्दैनौ यार। अनि मैले चाहिँ कहाँबाट ल्याउनु र दिनु? छैन हुने होइन। मैले पहिला लगेको त्यत्रो पैसा त अझै फिर्ता गरेको छैन। अझ मैले त्यो पैसा बाँकी हुँदा हुँदै फेरि अर्को पैसा दिनु? मलाई बौलाको उसले टोक्या छ र? साउजी, पहिलाको पैसा पनि तिरिहाल्थेँ नि। यसरी तपाईँसित हात फैलाउन आउँदै आउने थिएन नि। अलिकति भए दिनुहोस् न साउजी। दारी, अब नि धेरै कराइरहने होइन है। यहाँ घरमा आएर कता 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 गरेर यहाँ आफ्नै के को टेन्सन परिरहेको छ। अब आएछ यहाँ आफ्नो एउटा आफ्नो टेन्सनले आफै यहाँ उयो भइरहेको छ। ऊ आइरहेको छ यहाँ बेकारमा टेन्सन लिइरहेको छ। खुरुक्क गए हुन्छ, कहाँ गएर खोज्नुपर्छ, गएर खोजे हुन्छ। म दिन सक्दिनँ। पहिलाकै नदिएपछि अहिले फेरि म अहिले अर्को आएर अर्को पैसा दिन्छु भनेर पत्याएर आइरहेको आउने होइन। पहिलाको पैसा दिने, त्यसपछि मात्रै आउने। त्यसभन्दा अगाडि यहाँ अहिले कच्या कुचु गरेर आउने होइन। बरु पहिलाको पैसा पनि चाँडै ल्याउने। मलाई यहाँ आवश्यकता परिसकेको छ। ल म गएँ, गयो हुन्छ। कता हिँडेको चिठीको परेर यिनीहरू त माइती जान ला। राम राम, अब तिमीहरू माइत गएपछि यो घरको हेरचाह कसले गर्छ? काम गर्ने एउटा मान्छे राखेको थियो पनि तिमीहरूकै कचकचले गर्दाखेरि निकाल्यो।
हाम्रो त बिल्ली बाटै होला साँच्चै माइतै जानला है क्या यिनीहरू झोलासोला बोकेर ल बुढा घर हेरेर बस्नु हामी त माइत हिँडेको फेरि यस्तो कुरा नगर न तिमीहरू गएपछि त हाम्रो त बिल्ली बाटै हुन्छ नि अब भाइ र म मात्रै छु दिदी पनि छैन अब हामीलाई भात पकाएर कसले खुवाउँछ हामी त भोक भोकै बस्नुपर्ने हुन्छ न दिदी बहिनी छ हाम्रो कस्तो अभागी घरमा हेर्दै हाम्रो त यो चाडबाडको बेलामा हाम्रो भनेकै तिमीहरू त हो नि तिमीहरू नि गएपछि हामीलाई त गाह्रो पर्दैन यसपालि नजाँदा हुँदैन तिमीहरू दुईजना हामीलाई त दाइले फोन गरेर बोलाएको हुनुहुन्छ जाने नजाऊ न यसपालि हेर न अब हामीलाई यहाँ भात पकाएर खुवाउने मान्छे छैन हाम्रो बिजोग हुन्छ के पोहोर पनि यस्तै भन्नुभएको थियो यसपालि त हामी जसरी पनि जाने हो घर कुरे कुर्नु खाए खानु हाम्रो त मतलब छैन हामी त गयौँ जान्दिनँ बहिनी तेरे साँच्चै गएको के गर्ने हो भाइ त आफै गर म त केही गर्न सक्दिनँ दाइ के गर्ने यार मलाई पनि कस्तो साह्रो चिन्ता लागेको छ एउटै भएको चेलीबेटी पनि अहिलेसम्म टुङ्गोटाङ्गी केही भएको छैन कति अभागी कर्म हेर न हाम्रो नमस्ते काकी नमस्ते बाबु नमस्ते कता हिँड्नुभयो अब कहाँ हुनु र बाबु अब तिहार आउन लागिसक्यो अब माइततिर जानु लागि एहे तिहार पो आइसक्यो है हो नि आफ्नो त दिदी बहिनी नि कोही छैनन् त्यही भएर तिहार आएको नि थाहै हुँदैन ए तिम्रो चेलीबेटी कोही छैन बाबु हो नि काकी मेरो त चेलीबेटी कोही हुनुहुन्न ए हो र बाबु हो यसो कोही कोहीलाई दिदी बहिनी बनाएर टिका लाए भइहाल्छ नि त बाबु होस् काकी अरूलाई दिदी बहिनी बनाएर के टिका लाउनु हुन त तिमीले भनेको कुरा नि ठिकै हो बाबु ल त काकी म माथिसम्म हिँडेको अहिले लाग्छु ल बाबु ल दिदी ए कान्छे त कति छिटो आकी त खुसीको त सीमै छैन नि दिदी त्यसैले बिहानै आए अनि दिदी खोइ त भेनाजु बा आमा कोही देख्दिन तेरो भिनाजु रिसाएर बिहानै कता जानुभयो अनि आमा माइत जानुभयो बुवा बारीतिर जानुभएको छ ए हो र भेनाजु किन रिसाउनु भएको त किन हुनु नि अब आफ्नो दाजुभाइ नभएपछि अरूसँग किन टिका लगाउनु भन्दै थिए म त जसरी भए पनि टिका लगाउँछु भनेको त्यही भएर रिसाएर हिँडेका अनि अब त भन्नु न दिदी हाम्रो दाइ को हुनुहुन्छ कहाँ हुनुहुन्छ यति धेरै खुसी छु भेट्नलाई आतुर भइसक्यो दिदी हाम्रो दाइ कहाँ आइपुग्नु भयो फोन लगाउनुहोस् न एकचोटि यो चाहिँ कति हतार गर्छ पक के भयो दिदी फोन लागेन फोनै लागेन आउँदै होला जाम भित्र गएर सबै सामानहरू रेडी बनाऊँ अनि गरौँला जाम आऊ भित्र जाऊ हो नानी कति बेला आयो सन्चै छेउ नि ठिकै छु बुबा भक्कै मानि भएछ नानी अनि सन्चै हुनुहुन्छ हजुरहरू के हुनु र नानी म रोगीलाई अलि सन्चो छैन अनि यसपालि तिहार त रमाइलो हुने भएन हो नि बुबा अहिलेसम्म टिका लगाएकै छैन यसपालिबाट त टिका लगाउन पाउने भए दाइ भाइले दिदी बहिनी भनेको सुन्नै पाएको छैन यसपालिबाट सपना पुरा हुने भयो बुबा सधैँ खुसी हुनु नानी तिमीहरू दाजुबहिनीको माया सधैँ अमर होस् म यही आशीर्वाद दिन्छु तिमीहरूलाई बुहारी ए बुहारी टिकाको साइत पनि जान लागिसक्यो यहाँ बहिनी पनि आइसकिन् खोइ त तिमीहरूको सुरसार केही छैन अनि तिमीहरूले बनाएको भने भाइ खोइ त अत्तो पत्तो केही छैन त बुबा म एकचोटि भित्र गएर आउँछु है दिदीलाई सहयोग गरेर आउँछु ए ल ल नानी ल बस्नु पर्यो अब यिनीहरू कुन बेला हो आइदिन्छ होला अब त आउँदैछु भन्थ्यो खोइ कहाँ आइपुग्नु आफूलाई यस्तो हतार भइसक्यो आउँछ होला खोइ त तिमीहरूको साइतै जान लागिसक्यो भाइ पनि आइपुगेको छैन आउन लागेको छ अरे के बुवा आइपिन लाए भन्दै थियो आइपिन्छ होला रे एकछिनमा
तिहारको टिका साइडमै लाउनु पाए राम्रो हुन्थ्यो। खोइ के हो तिमीहरूको पारा? खोइ त यिनीहरूका भाइ पनि यस बेलासम्म आउँदैनन्। के हो तिमीहरूको पारा? बुहारी अनि खोइ त तिमीले त्यो हातमा ठ्यास टिका र माला मात्र ल्याएछौ, अरू सार्नु खोइ त? अरू सबै भित्र छ के बुवा। अब भाइ आयो कि हेर्नु पर्यो अनि यो नि बाहिर राख्दै गर्नु पर्यो, अरू ल्याउनु पर्यो भनेर। ए कुरा त्यसो पो हो? हजुर ल ठिक छ। ल अरू सामान लिएर है। पार्वती दिदी ओहो आएछ भाइ। ओ तेरो दाइ नमस्ते गर। ओहो मैया कता हो यति राम्री भएर? को तपाईँ छट्नु मेरो बाटो? ओहो यति राम्री मैया, जाउँ न यसो बसेर गफसफ गरौँ न जाउँ। तपाईँले यहाँ किन ल्याउनु भएको? अहिले चिचाइदिन्छु नि फेरि। ओहो यति राम्री मान्छेसँग माया पिरतीको कुरा गरौँ भनेर नि त। एकछिन त हो नि, यसो रमाइलो गरौँ न। एकछिन त हो नि, को छ र कहिले देखाउँछ र? होइन एक्कासी के भयो तँलाई? होइन बुढा के गर्नुभएको के यस्तो? पेनाजुले जे गर्नुभयो ठिक गर्नुभयो दिदी। यो मान्छे कस्तो भने मलाई थाहा छ। यो मान्छे कस्तो छ मलाई थाहा छ दिदी। होइन के भन्छ? भर्खर आज पहिलोचोटि भेट्दैछस्, कसरी थाहा भयो? ओइ कहाँ भन्छस् है? कहाँ भन्छस् है त? कहाँ भन्छस्? भन बहिनी, यसले तिमीलाई के गरौ? यो मान्छे कस्तो खालको? यसलाई आज यहाँ छोड्नु हुँदैन। टिका लाउने नाटक गरेर यहाँ आउँदैछ। यसले गर्दाखेरि भएको यो सबै कुरो थाहा छ? आज यसलाई म पाता नकसी कहाँ छोड्छु? भन के भएको? पेनाजु ओहो मैया कता हो यति राम्री भएर? को तपाईँ छट्नु मेरो बाटो? ओहो यति राम्री मैया, जाउँ न यसो बसेर गफसफ गरौँ न जाउँ। तपाईँले यहाँ किन ल्याउनु भएको? अहिले चिचाइदिन्छु नि फेरि। ओहो यति राम्री मान्छेसँग माया पिरतीको कुरा गरौँ भनेर नि त। एकछिन त हो नि, यसो रमाइलो गरौँ न। एकछिन त हो नि, को छ र कहिले देखाउँछ र?
तब भएको कुरा यही हो दिदी। बुढा मलाई माफ गरिदिनु, मैले अन्जानमा ठुलै गल्ती गर्न लागेछु। मैले तँलाई पहिले भनेको थिएँ यो मान्छे ठिक छैन, यस्ता मान्छेहरूलाई दाजुभाइ बनाएर टिका लाउनु हुँदैन भनेको होइन। आफ्नो छैन भनिसकेपछि मरि हत्या गर्नुपर्छ तिमीहरूलाई। झन्नी दुर्घटना भएको यो मान्छे कस्तो भन्ने कुरो तिमीहरूलाई के थाहा? गाउँभरिको डुल्लो यो मान्छे, जसलाई पाए त्यसलाई जे पनि गर्दै हुन्छ। हामीले नचिने हो र साहु छ भन्दैमा हेर ऊ हेर्दैखेरि चोर जस्तो छ। मैले तँलाई त्यही भएर पहिले सम्झाएको थिएँ, मैले भने मान्नुहोस् अब चाहिँ सिके गर, अब लान टिको ला 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 टिप। थुक्क कुकुर, तँलाई मैले भाइ मानेर ठुलै गल्ती गर्न लागेछु। यस्ता दाजुभाइको नाममा कलङ्क के अनारेर लखरेलाई हो नि हेबे जा पुर्देऊ बुढा। खासमा त बा यो जान्ने भएर यस्तो भएको हो नि। मैले त कतिचोटि भनेको आमाले पनि हुँदैन भन्दै थिइन्। जे हुनु भइसक्यो बाबु। हेर बुहारी, आफ्नो दाजुभाइ छैनन् भन्दैमा यसरी बनाएका दाजुभाइलाई विश्वास गरेर टिका लाउँदा हरेक ठाउँमा यस्तो दुर्घटना हुनसक्छ। त्यही भएर मान्छेलाई विश्वास गर्दा कस्तो मान्छेलाई गर्नुपर्छ, के गर्नुपर्छ सोच विचार गरेर मात्र विश्वास गर, होइन त बाबु? हो नि बा, यस्तो घटना त हेर धेरै ठाउँमा छ। त्यही भएर मैले त कति वर्ष भयो टिका लाएर नबसेको होइन बा। मैले कुनै पनि दिदीबहिनी खोजी आज तँलाई टिको लाउनु पर्छ भन्दैमा यस्तो मान्छेलाई लाउँदाखेरि भोलि आएर टिको लाउने बाहनामा अनेक बाहना बनाउला, भोलि जबरजस्ती गर्न खोज्ला, बहिनीलाई त्यतिसम्म गरेको रहेछ। आज बुझिस्? त्यही भएर सबैजनाले यो चाडपर्वलाई अलिकति विशेष गरी मनाउने भन्दैमा जे पनि गर्नु चाहिँ हुँदैन। कुरा बुझ्यौ नि? र जस्तो पायो त्यस्तै मान्छेको विश्वास पनि गर्नु हुँदैन। हस् बुवा। ल अब के हेरिरहेको नि? टिका लाउने मान्छे छैन क्या अरे? गयो हुन्छ भित्र, जाउँ हामी पनि जाउँ। लाए टिका।